आज मैले फुल्कीको रेसिपी लिएर आएँ। सबभन्दा सुरुमा मैले दालचिनी यसमा राखेँ, त्यसपछि थोरै प्याज फुराएँ। प्याज अलि रातो भएपछि यसमा आलु अनि भिजाइराखेको मटर थियो, त्यो मटर राखेर नुन बेसार राखेँ। त्यसपछि यसलाई मजाले चलाएँ। यसको केही बेर चलाएपछि यसमा मैले थोरै मसला अनि टमाटर राखेँ अनि यसलाई पनि चलाएर एकछिनसम्म पाक्न दिएँ। त्यसपछि मैले थोरै पानी हालेर यसलाई सिटी लाग्नका लागि रेडी गरेँ। त्यसपछि केही सिटी लाग्छ अनि सिटी लागेर रेडी भएपछि चाहिँ अब यो रेडी भइसक्यो हाम्रो। अनि यसमा थोरै पानी हालेर ठिक्क भयो, अघि चाहिँ धेरै बाक्लो थियो। अब चाहिँ म पुरी बनाउनको लागि रेडी गर्न लागि यसमा मैले 1 कटौरा गहुँको पिठो, त्यसमा 1 कटौरा सुजी, थोरै 1 चम्चा बेकिङ सोडा राखेँ अनि यसलाई राम्रोसँग मोलेर यसमा थोरै पानी राखेर हजुरले यसको डो रेडी गर्न सक्नुहुन्छ। मैले नि यस्तै गरेर रेडी गरेको छु। अब यसलाई केही बेर ढाकेर सानो सानो गोलो बनाएर सानो साइजमा बेले अब फुराउनको लागि रेडी गरेँ। मैले एउटा एउटा गर्दै फुराउन थालेँ। पहिलोचोटि मैले धेरै हालेर एकैचोटि सबै हालेर फुराथेँ। त्यसपछि कोही फुल्यो कोही फुलेन, त्यही भएर एउटा एउटा गर्दै फुराउन थालेको। अनि यो चाहिँ फुलेको छ है। यसै गरी मैले एउटा एउटा गर्दै सबैलाई फुराएँ। अब यसलाई फर्काएँ। फुल्की चाहिँ लगभग रेडी भइसकेको छ। गोल्डन भएपछि यसलाई निकाल्न सकिन्छ। अब मैले यसलाई निकाल्न लाएँ। यसमा कति मजाले कलर आयो। अब यसलाई निकालेर राखेँ। यसै गरी मैले सबैलाई फुराएर राखेँ। कुनै फुलेको छ, कुनै राम्रोसँग फुलेको छैन, हजुरले भिडियोमा हेर्न सक्नुहुन्छ। अब चाहिँ यो खानाको लागि रेडी भयो। मैले प्लेटमा राखेँ सबैलाई यसै गरी। त्यसमा अघि बनाएको आलु मटर राखेँ, त्यसमा प्याज, हरियो खुर्सानी, धनियाँ राखेर चाट मसला माथिबाट छर्केँ। मन परेमा भिडियोलाई लाइक, कमेन्ट, सेयर गरेर च्यानललाई सब्स्क्राइब गरिदिनु होला।